सन्तुलनको मार्ग विचारबाट मात्र प्राप्त हुन्छ। विचारमा सन्तुलनका भाव हुन्छन्। विचारबाट मात्र सन्तुलनको मार्गदर्शन प्राप्त गर्न सकिन्छ। विचार उपयुक्त हुनुपर्छ। विचार अति पवित्र हुनुपर्छ। विचार समस्त जगतको लागि, हरेक कसैको लागि उपयुक्त भावबाट, उत्तम मनोभावबाट, जसले उत्तम विचारलाई सिर्जन गर्छ उसको मनमा सन्तुलनको रेखा हुन्छ, सन्तुलनको मार्ग हुन्छ। तसर्थ विचारबाट मात्र मानव जीवनमा सन्तुलनको परिधिको रेखा कोरिने, आयामको परिधिको मार्ग बन्ने हो। तसर्थ सन्तुलन उत्तम विचारबाट, उपयुक्त विचारबाट ज्ञानका हरेक अर्थ हरेक कसैको मनोभावमा प्राप्त हुन्छ। तर सन्तुलनको मार्ग केवल पवित्र विचारबाट मात्र हुन्छ। जय श्रीमन्नारायण।